हेलो साथीहरू, आज मैले एउटा एक्सपेरिमेन्ट देखाउँछु है। यो चाहिँ सिलाम र तिल हो है। सिलाम र तिल, कालो तिल र सिलाम छ है। अनि मलाई चाहिँ सिलाम चाहिएको। अब यो कालो तिल र सिलाम छुट्याउँदा त दिन जान्छ कि जान्न जान्छ है। अनि यो कालो मलाई सिलाम कसरी छुट्याउने होला। अब दही चामलमा त कालो तिल हाल्न भएन, सिलाम हाल्छु भने है। अनि थालमा राखेर यस्तो गरेको, यता हेर्नु है, यस्तो गरेको, तिल माथि बस्ने रहेछ चेप्टो भएर। अनि यो सिलाम हेर्न, सिलाम मात्रै गुड्केर गयो कि बल जस्तरी तल। यसरी गयो कि यस्तो गर्दा यो देख्नुभयो नि, सिलाम मात्रै झऱ्यो है। कालो तिल चाहिँ जाँदो रहेछ कि सिलाम मात्रै गहन कि ऊ बल भयो कति धेरै, कस्तो सजिलैसँग गयो। अनि मलाई त यो त कस्तो सजिलो भयो भनेर के। अनि तपाईँहरूलाई नि सिकाउँछु। कहिले कहिले दिमाग खराब हुन्छ नि त। चेप्टो र गोलो चाहिँ भागेर जाने रहेछ। अनि यो चेप्टो चाहिँ बस्यो क्या यहाँ। यो कालो तिल चाहिँ चेप्टो भयो नि त, ओभल सेपको, सर्कल सेपको सिलाम भयो। अनि गयो यी। ल हेर्नु है, कति मजाले गएको के, कति सजिलै छुट्टिएको। अब हेर्नु है, मैले तपाईँलाई भर्खर देखाउँछु है यतिलाई। मैले यो भिडियो कट गरेँ छैन। ल हेर्नु है, यतिमा हेर्नु है। ल हेर्नु है, कस्तो मजाले सिलाम यता, कालो तिल यता, सिलाम यता। देख्नुभयो न्यू एक्सपेरिमेन्ट।